छैन र लाइभ बसेर के विधि गरेको छैन र ए त्यस्ता त्यस्ता कुरा खल्ली बल्ली मेरो पनि इज्जत हो म सबैलाई सुसाइड गर्न मन लागेको छ आउनुहोस् युट्युबमा रहेछ तानै हाल्ने केही फरक पर्दैन युट्युबबाट तानेको थियो मैले हाल्दै के दिदी तपाईँले मैना दिदीको बुढा किन खोज्नु भएको तेरा बाउ खान खोसेको कहिले खोसेँ मैले प्रश्न सोध्जा कसरी खोसेको हुन्छ छोडिसकेर लिएपछि कसरी खोसेको हुन्छ खालि खोसेको रे रन्डी रे भालु रे यसको म रन्डी भालु जतिखेर नि मैले बारम्बार यो गल्ती नगरेर भोलि मलाई अप्ठ्यारो पर्छ मलाई विदेश जान लाग्छु मलाई थुन्छ मलाई राख्छ भनेको थिएन त्यही गरे हैन मलाई ए त्यस्ता खलीबली कोमामा गएको म पनि यस्तै रोएको थिएँ अरू हरेक कुरामा रोकेको थिइनँ तेरो त के यस्तो भिडियो आछ मैले त यस्तो देखेको छु कति गरेछौ लाइभ बसी यस्तो रहेछ उस्तो रहेछ त्यो मन देखाउँछु नि कसैको बुढा थिएन सम्रिका कसैको बुढा हैन बुढा भन्ने अधिकारले त बिचरी बुढा भन्न पाएको छैन आमा आएर नसम्झ्यो फेरि यहाँ मलाई दिमाग खराब नगर आमा यहाँ आइन् बोरी यहाँ कसैको नाम नलिकन आऊ फेरि कसैको नाम नल्याऊ फेरि भनिदिएको छु म पनि मर्न गएको थिएँ मैले पनि मर्न खोजिरहेको छु गल्ती त तिमीहरूले गरेका हो नि सुरुमा मलाई किन बदनाम गर्यो गएको कुरा किन कोटाउनु परेको अहिले लाइभ बसेर के थाहा त मलाई त थाहा भएन मैले त फेसबुक स्टोरीमा मलाई त भरातेले राडी रन्डी भालु भनेको थियो अनि यो समाज कस्तो म मेरो यही के अरे सार्कीसँग जाने चाहिँ छोरी चाहिँ हेला अनि के अरे छोराले चाहिँ जे गर्दा नि हुने भनेर हालेको फेसबुक स्टोरीमा कसले के गर्छ कसले के गर्छ मलाई झिकाएको छु ल दिदी बहिनी पहिलाको जस्तो कानुन छैन अहिले त धेरै त पहिलाको जस्तो कानुन छैन क्या त्यही कानुन यही चाहिएर पनि गरेको मैले कतिजनाले भिडियो राखे मेरो लाइफमा भन्नु त मसँग स्क्रिनसट छैन यिनीहरूले के गरे मसँग छैन त्यही कारणले म लाइफमा यसरी हाँसेर मात्र बोलिरहेको छु क्या थाहा छैन मलाई दिनेले दियो भन्दा यिनीहरूले सामाजिक सञ्जालमा देखाएको त भरतरे त त्यसले हो नि होइन र छैन प्रुफ पहिला यसलाई कसलाई पठाइ धर्म नछोडी कसम खाएर भन्नु मैले 4 महिना अगाडि अहिले मलाई बुढो खोसे भनेर मलाई बदनाम रन्डी भालु भन्ने यिनीहरू 1 वर्ष अगाडि गल्ती गरेका हुन् 1 वर्ष अगाडि कागज चौकी धाका हुन् ल गल्ती गरेको हो उसलाई पनि बाँच्न दे भनेर फोन गर्न सकिन्छ कि सकिँदैन केस परिसकेपछि म आफ्नै गरेर राखेको थिएँ के त्यसलाई फोन गरेर यस्तो नभन् म पनि छोरी मान्छे मलाई नै अम्ला उठ्छ भनेर भन्नुपर्छ पर्दैन सम्झाउन सकिन्छ नि मैले केही नबोल भनेर भन्छु त्यो आफूसँग भइसक्यो सम्झाउन सक्नुपर्छ छोड द्याऊ ला बुकोस् केही हुँदैन रेकर्ड बुकोस् रिलेसन किन नि राम्रो एनी टाइम राम्रो छ नि रिलेसन किन छैन नि सँगै खाने सँगै सुत्ने सँगै उठ्ने किन नि त्यो त छैन भनेर त मेरो छोराको भविष्य केही बिग्रिँदैन मेरो छोराको भविष्य किन बिग्रिने जात अन्त त्यस्तो त्यो भुगेर के हुन्छ रेकर्ड गर्ने हो रेकर्ड गरौँ मलाई कसले रेकर्ड पठाऊ मलाई पनि मर्न बाध्य गराएको म पनि मर्न बाध्य भइसकेँ सबैलाई रुन आउँछ म पनि रोएको मैले खोसेको यो गल्ती नगर मलाई म जाँदैछु हामी आमा जिउँदैछौँ त्यही त आफू चाहिँ सत्य सावित्री बन्ने मलाई नराम्रो बनाउने यिनीहरू गल्ती गर्दै हिँड्ने जाऊ कहाँ जानुपर्छ को लाउनुपर्छ कता झिकाउनुपर्छ झिकाऊ अब मलाई केही म मर्न पनि तयार मार्न पनि तयार भएको मान्छे मलाई लास्टै मलाई पनि गाह्रो भयो मैले पनि 3 वर्ष अगाडि डिप्रेसनको औषधि खाएँ कसरी बाँचेर हिँड्ने होला तिमीहरूले लाइफमा बसेर भिडियो देखाउँदा कसरी बाँचे हिँड्ने होला म त्यो मलाई थाहा छ त्यही त
कसरी बाँचे बुझ्यौ नि त्यस्तो जाऊ कहाँ कहाँ जानु मन लाग्छ कहाँ काममा जानु लाग्छ गयो हुन्छ मलाई केही फरक पर्दैन मलाई पनि सुसाइड तिमीहरूकै नाममा सुसाइड गर्न मन छ मलाई पनि तिमीहरूकै नाममा सुसाइड गर्न मन छ सबैलाई बराबर हो सबैजना नारी हो म पनि नारी हो मलाई पनि रुन आउँछ मलाई कति गरेका थियौ मलाई मेरो नेकेट भिडियो तस्बिर राखिराखी के गरेका थियौ मसँग पनि छ लैजा कानुनमा यस्ता रुन धुन मलाई पनि आउँछ सबैले बाँच्न पाउने अधिकार छ मैले पनि बाँच्न पाउने अधिकार छ सबैले बाँच्न पाउने अधिकार छ मलाई पनि न्याय चाहियो कानुनले दिनु पर्यो को लाउनु पो सरी है आमा गेस्ट अरे सबैलाई बाँच्न लैजा तामाङ नि केही पनि हाँसिँदैन कसलाई लान्छ के गर्छ त मलाई पनि थाहा छ मसँग पनि छन् कुरो मसँग पनि छ हो यही गर्न यस मलाई पनि केस हेरेँ नै भनेर मैले यो गरेको लो किन हेर्दैन त होइन यत्रो काठमाडौँमा भएको मान्छे कमसेकम लाइभ हेर्छ होला यस्तो छोरीचोरीले भन्न सकिँदैन यो गल्ती गर्ने अनि मलाई आएर लाइभमा बसेर रन्डी भालु भन्ने यसले होइन क्या मर्छु रे यहाँ सायद झिकाउँछु रे झिका म आउन तयार छु सबैलाई रुन आउँछ सबैका आँसु छन् हो कि होइन भन्नु न ए ओपन गेट सबैलाई रुन आउँछ सबैलाई नडराउने डराउँदिनँ किन डराउने त्यस्ता धम्की दिएर किन डराउने म किन डराउने मैले युट्युबबाट हालेको भिडियो यसले मलाई मार्न बाध्य गरायो भनेर मैले फेसबुक स्टोरीमा हालेको हो